न्यू ब्लगमा दाइले चाहिँ कछुवा लिएर आउनु भएको रहेछ। यहाँ दाइले चाहिँ सानोदेखि पाल्नु भयो अरे है। हाम्रो प्रेम भाइ पनि हुन्छ। ए कछुवाको साथी हो। ल बाबु यता हेर्देऊ त कछुवाको साथी। ल कछुवाको साथी ल एकदम राम्रो है बाबु, एकदम राम्रो। घर चाहिँ कहाँ हजुरहरूको? खैरेनी। ल खैरेनीदेखि चाहिँ यहाँ दिदीले चाहिँ कछुवा छोड्न राप्ती खोलामा ल्याउनुपर्छ है भाइ। यताबाट यता यहाँ यताबाट छ, यहाँ बाटो छ है। होइन छोड्यो उसले बिचरा सानोदेखि पाले 4 वर्ष भयो अरे है यो कछुवा पालेको चाहिँ उहाँहरूले। आज चाहिँ राप्ती खोलामा ल्याएर, तर यो चाहिँ अलि दिन चाहिँ सर्भाइभ हुन अलिक गाह्रै हुन्छ होइन। उता बाटो छ त। ठुलै छ के कछुवा। 4 वर्षदेखि पालेर त भाइहरूले बिचारा धेरै राम्रो गरेर बिस्तारै पालेर अरू मान्छेले भेटेको खाइदिन्थ्यो होइन। भाइले चाहिँ राम्रो तालले संरक्षण गरेर रहेछ है। सबैजनाले चाहिँ संरक्षण गर्नुपर्छ। त्यो भाइले सानोदेखि हुर्कायो अरे के ठुलो बनाएर रहेछ है। यत्रो यहाँ भाइले चाहिँ हुर्काउनु भएको रहेछ कि मजाले। खैरेनीबाट आउनु भएको रहेछ खैरेनीबाट आउनु भएको रहेछ। यताबाट यहाँबाट हालिदिनु होइन। सकिहाल्छ सर्भाइभ किन गर्दैन, मजाले गर्छ ल। यहाँ भाइले पाल्नु भएको रहेछ है मजाले। ल ऊ कति मजाले कछुवा। ल भाइले चाहिँ छोडिदिनु पर्छ है मजाले। ल ल गयो आफै। ल भाइलाई एकदम धेरै धेरै धन्यवाद है, राम्रो गर्नुभयो तपाईँले। कत्रो भयो रहेछ त कछुवा पनि है। 4 वर्ष भयो अरे। थेट मान्छेले यो त पायो भने खाइदिन्छ नि त मारेर है। धेरै राम्रो धेरै राम्रो महिना धेरै राम्रो गर्नुभयो हजुर। ठुलो पानीमा राखेपछि फेरि त्यो दाना फुल्लेपछि नखानी चम्चाले खुवाइदिनु पर्छ। ए उमेर अनुसारको पनि दानाको नि हुन्छ होला। पहिला सानो सानो अहिले त ठुलो। खैरेनी पर्साबाट आउनु भयो।